Hello. Abbas bhai on the mic, guys. Abbas bhai on the mic. हाम्रो Abbas भाइले हान्छले खप्छ ऱ्याप. Abbas भाइको ऱ्याप सुनेर हुनुपर्छ हामी पुरै झ्याप. शब्दले हान्छले बुम बम क्ल्याप. ऱ्याप सुनेर सबैले बोल्नुपर्छ क्ल्याप. राम्रो हानेन भने हान्छ सुगालामा स्ल्याप. Yeah. हान्छले भाइको ऱ्याप. Yeah. सङ्घर्ष गर्न थाल्यो एमएलएम जस्तो बन्न लामो कपाल खोरी काल्यो अनि बिस्तारै खाडीतिर पाइला चाल्यो खाडीतिर पाइला चाल्दाखेरि मलाई यहाँबाट लगिरहेको थियो मेन पावरबाट तन्दुरको सेपमा गर्छु बने त्यसपछि मलाई लग्यो बेलचा चाल्ने काममा त्यसपछि मलाई साह्रै दुःख लाग्यो मैले मेन पावरलाई कल गर्दा मेन पावरले कहिले कल उठाएन मलाई ल्याङ लाग्न थाल्यो र किनकि मैले 3 लाख रुपियाँ खर्च गरेर गएको थिएँ म मेन पावरबाट अनि आज भोलि आमा बुढीको छोराकोमा के कस्तो छ भने मैले मुस्कुराउँदै भन्छु मेरो आमा बाउ सबै ठिक छ तर थोरै पनि दुःख बाँकी छ दुःख पछि सुख आउँछ भन्थे सबैजनाले तर खै आमा मेरो बाँकी के लेखेको रहेछ भने दुःख पछि झन् दुःखै आइरहेको छ हुन त भन्थ्यौ नि आमा बा तिमीले बच्चामा हेर छोरो पैसा भन्दा ठुलो पढाइ हो भनेर तर आज जिम्मेदार मेरो काममा बढ्दै गयो मैले बुझ्दै गएँ परिस्थितिले सिकाउँदै गयो मलाई होइन नि मेरो आमा पैसा भन्दा पढाइभन्दा ठुलो त लास्टमा पैसा नै रहेछ भनेर हेर्न तिम्रो छोरो आज एक्लै बसिरहेछ अनि एकान्तमा गयो दोकान छाडे हुन खोज्छ तर हुन खोज्दाखेरि केटाहरू आएर सम्झिरहेछ के गर्ने आमा साह्रै दुःख लाग्छ गुण सम्झिनु कि तिम्रो अगाडि मन खोलेर तिमी फेरि हिँड्छौ भने म त्यसैले आफ्नो मनको दुःख आफैभित्र पुछिरहेको छु त्यही भएर दुःखलाई भुलाएर मसला अँगालिरहेको छु सबैलाई साथमा सँगालिरहेको छु हुन्छु तर एकान्तमा सुनाउँदिनँ म कसैलाई यो व्यथा मेरो मनभित्रको पीडा मुझे सबलाई कसैलाई के थाहा सचेत भनौँ मैले यस्तो ऱ्याप हानेर देखा ऱ्याप हान्न सक्दैन पनि अलिअलि लेखेर भयो नि देखा सच खतरा ऱ्याप हान्छु तँलाई के थाहा यस्तै खतरा ऱ्याप हान्छु केटा अब त्यो ऱ्याम नमिलेको त्यो ऱ्याप मैले सब मेटा कसरी छिराउँछु म मेटाफोर्स अनि कसरी मिलाउँछु म राइम मैले नेपालमा धेरै गरेँ क्राइम अब इन्डियामा चाल्छु म ड्राइम कमाउन सकिनँ म डलर म रमाउँछु म चिल्लर मान्छे म 1 नम्बर किल्लर भाले लगाउँछ टिकटक बनाउँदा फिल्डर म आउँदा अगाडि मुझे जिगर दाँत देखाएर मुझे नगर फेरि परिफोरी मेरो फेलामा हात उठ्लातिर हातमा ठेला तेरो सङ्घर्ष बाटो सब एक गरी केला जति दुःख गर्न सक्छस् गर मुझे अरूको कहिले नगर भर दाइले मलाई अलिअलि पाठ सिक लाग्यो अनि मैले बुझिरहेको दाइले बनाएको कुरो छ मैले मनभित्र राखिरहेको दाइले अलिकति मलाई काम सिकाइरहेको अनि मैले सिकिरहेको दाइले काम सिकाउँदाखेरि बस्तामा हात जलाइरहेको मैले भन्न सक्दिनँ कसैलाई मेरो मनभित्रको पीडा पोखी